It's 3 in the morning and we need to go hiking. Let's go. Yes, we are on our way. No, I'll let me bag with you. Packing सकेन हाम्रो सिनको भइसक्यो ल आजको ट्रिप एक्सप्लेन गर्दै हो त आजको हाम्रो ट्रिप भनेको चाहिँ पानबारी टु टाकुरे अनि हामी चाहिँ लगभग 13 जनाको ग्रुप छ हैन जाँदैछौँ अब साथीहरूको हिँडाइ चाहिँ राम्रो मचिन्छ को सुरुमा गिभ अप गर्छ हेरौँ अनि हाम्रो एकजना यस हामी चाहिँ भर्खर 1% पनि पुगेको छैन हाम्रो डेस्टिनेसनसम्म ओइ सबैले आफ्नो नाम भन् त रेसिका यता हेलो म चाहिँ रविन्द्र खत्री यता हेलो माइसेल्फ नुरिका बिष्ट यता मेरो नाम चाहिँ रोजी लिम्बू ओइ यता रविन बस्ने जन चामलिङ भइरहेको छ त यता ओइ माई नेम इज नवराज बस्ने एके सबैले तँलाई के भनेर चिन्छ अबिन हौ अबिन होइन यस हामी चाहिँ अहिले के भन्छ यो चोकलाई पिपल चोक आइपुगेको छौँ हामी कति पर्सेन्ट पुग्यौँ होला हौ 1% चाहिँ पुग्यौँ होला हौ सर उकालो लाग्यो अब हिँडाइ मचिन्छ कसले सुरुमा गिभ अप गर्छ होला आज Don't give up, Rosie. Don't give up. हामी फर्स्ट रेस्ट गर्दैछौँ हामी हाम्रो के भन्छ हाइकिङको गाडी आयो यहाँदेखि म गलेको छैन त्यही हो तँभन्दा त युवराज गलेको छैन नि कहाँ पुगिसक्यो हाम्रो असली उकालो चाहिँ बल्ल सुरु भएको छ के भन्नु लागेको हौ यस हाम्रो हल्का उज्यालो पनि हुन थाल्यो ओइ नबस ओइ नबस उठ छिटो उठ ओइ जाँट बन्द सर ओ अनि के भयो एसेम्ब्लीमा ढल्ने मान्छे कत्रो हिँडेको त आज त नि देखा नै परेन त नि पहिलाको म र अहिलेको म मिल्छ मिल्दैन यार एकदम के भयो कति किलोमिटर पर आवरले हिँडिसौ त अनुमान गर्दा बुलेटमा म जति हुन्छ त्यति नै हिँड्ने होला युवराज एकछिन बस न हौ के साह्रो एनर्जेटिक हो त आज बस बस ल उज्यालो पनि भइसकेको छ घाम पर्केको घामै आइसकेको छैन हामी जानुपर्ने चाहिँ खास यहाँनिर हो पानी भरे युवराज लेडिज फर्स्ट हो लेडिज फर्स्ट भएर त अगाडि गएको अम्मा ल हामी चाहिँ आधी बाटो आइपुग्यौँ के भयो फोटो खिच्न आँटेको यीमा चलेको पैसा सकिएको होइन हौ टावर नटिपेको फेरि पोज त भुँडी अलिक तान भित्र यहाँनिर चाहिँ भलिबल ग्राउन्ड रहेछ
हामी चाहिँ अर्ग्यानिक ट्याटु हान्दैछौँ। मेरो हात $25 भयो तपाईँको। 25 रुपिस चाहिँ दिन्छु। हामी चाहिँ फेरि रेस्ट गर्नु बसेको। म उचालिदिन्छु, केही छैन। अहिले हिँड्नु सकेन भने म उचालिदिन्छु। हामी चाहिँ 50% आइसक्यौँ हाम्रो डेस्टिनेसनसम्म। हामी चाहिँ सर्टकट लिएको, लास्टै भिड रहेछ। ओ जाऊ रहेछ गाडी ढल्नु आँटिसक्यो। केटाहरू तल छ। जम जम जम। Let's go. बस्नुपर्छ एकछिन। चुरी भन्दा बेस्ट पोइन्ट। चुरी भन्दा होइन यो क्या आधी घन्टा हो क्या। लेट्स गो। ल ल नाच्दैछ। नाच नाच नाच। हामी चाहिँ हिँडिसकेको छौँ रेस्ट गरेर। क्या दामी खेत रहेछ यार यहाँ त। जम जम दामी खेतीपातीहरू रहेछ है यहाँनिर। ए लसुन पो हो, म त प्याज पो भनिरहेको। हामी कति पर्सेन्ट आइपुग्यौँ हौ? 75%। ओ नाइस। ओइ बाटो कहाँ छ हौ? पाण्डे अब तैँले यस्तो ठाउँ लिएस् भने तैँले कुरा भेट्छस् है। सङ्ग्लो बाटो के हो? सङ्ग्लो बाटो भने के अरे? यहाँ स्ट्रगल हुँदैछ यहाँनिर। एडभेन्चर हल्का ट्रेकिङमा। हाम्रो ट्रेकिङको यो एडभाइजर चाहिँ यो हो। यसको पछि कहिले लाग्नु हुँदैन है। यसको एक्सले नि यसलाई त्यही भएर छोडेको। अगाडि राखेर आइज नि सिरियली हिँडौँ न। कस्तो यस्तो टाइम ल्याप्स गर्ने टाइपको खै दामी घाम लाग्यो यार। हामी कहाँ आइपुग्यौँ केटा हो? फेरि सबैले भन्छ हौ। यो चाहिँ चिउरी भन्छ स्कुल। ओइ ल म्यापेर 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 यही बाटो रहेछ भाइ। ठिक छ ल लेट्स मुभ लेट्स मुभ। ओइ टिकटक नबना न हौ। तोप पड्का ओइ ओइ रविन्द्र सर ओइ जला त त्यो। ओइ ओइ बौला। अब खाइस् भाइ बडी चकचक गर्छ नि त्यस्तै हुन्छ। बाउले तँलाई मार्यो। ल्या तोप त तल गयो त। अड्काइदैन के गरेर। ल यो चाहिँ तोपथुम्की जाने गेट है। ल दामी बनाएको रहेछ। पहिलाको पालि आउँदा त यस्तो थिएन। खासमा तोप चाहिँ त्यस्तो हुनुपर्ने। पाण्डेले यस्तो बनाइदियो। रविन्द्रले बनाइदियो है। ल नाइस भेरी नाइस। जम 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 लु सिडी चढौँ। ल हामी चाहिँ सिडी चढ्दैछौँ।
के देख्यौ खै के हो त्यही हो हैसियत भनेको जान त टिपेर आइज नजा छोड्दैन अहिले व्हाट्सअप रोजी यता हेर्न तेरो टाउको धरानको भ्यू कसरी धरान देखिन्छ हौ केरा अगाडि देखिन्छ यो त सुरुवात हो गल्यो ऊ हाम्रो नेपालको झन्डालाई ढोक न गल्दिन सब यस नेपालको झन्डा यहाँ छ नेपालको नेपाली ठिटो युवराज शिवाकोटी तलको भ्यू चाहिँ देखेको छैन रहेछ सिँढीहरू त फस्टै धेरै छ गलेर स्यास्या भयो यता लाउरेलाई त केही जस्तो नि लागेको छैन नाइस नाइस नेपालको झन्डा यहाँ पनि रहेछ तल चाहिँ भिर पाखा हाम्रो मेन ठाउँ चाहिँ त्यहाँनिर छ राम्रो बनाएको रहेछ है पाना साना हालेर पहिला त केही थिएन ल हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ यो चाहिँ तोपथुम्की हो के हो टी र पी त छैन त यो चाहिँ नयाँ ठाउँ रहेछ यहाँ पहिला आउँदा त्यस्तो थिएन के छ हौ केटा यहाँनिर ए यस्तो रहेछ फोटो खिच्ने ठाउँ रहेछ है ल जति उकालो त्यति नै राम्रो भ्यू भन्थे हो रहेछ किन हाँसेको हो यार कसरी हाँसुट हो फेरि युरिकाको चम्ची त खतरा छ त हौ टेक्नोलोजी आएको छ त युरिका चाहिँ यसको त ओइ के भयो फेरि बोक्सीले छुयो कि क्या आयो भुइँमा टेक्दैछ त्यही हाल कुन भिडियो ल ल हाम्रो चाहिँ खानपिन सक्यो होइन केटाहरू चाहिँ लम्पसार परिरहेको छ त्यही पनि ल है टिकटक बन्दैछ है टिकटक बन्दैछ यहाँनिर त ल रविन्द्र पनि बनाउनु है ल वाह वाह अलिक हल्लिन हौ जहाँ युवराज टिकटक त तरो जाँदैछ त हौ यहाँनिर के हो पोल डान्स हानेको पाण्डे आम्मा चटपटे आन्टी मलाई 50 को चटपटे पास गरेरै बेच्दा नि के भयो त नि रोजी के हुँदैछ ल हाम्रो चाहिँ सबै प्रोग्राम सकिसक्यो अब सरसफाइ अनि घरतिर एउटा त्यो ठुलो प्लास्टिक कहाँ छ है थन्कमुनको सकिन आँट्यो है हाम्रो ल हामी चाहिँ निस्केको यो ठाउँदेखि अब तोपथुम्कीदेखि निस्केको
यो चाहिँ ढलेको रहेछ, अलिक बनाइदिएको भए हुन्थ्यो। नेपालको झन्डा। कुकुरलाई पनि बाई बाई, हाम्रो पार्टनर आजको। कस्तो राम्रो फुलहरू रहेछ हौ यहाँनिर त। If you're watching है यहाँसम्म, thank you so much for watching. We're going back home. Back to Siri. के अरे फेरि भन्दा है के होइन मैले अब राम्ररी भनेको दोस्त के छ अहिलेसम्म नि खोज्दै थियो क्यामेरा निकालेपछि त भलाद्ली हुन्छ त यार। थाहा छ नि त कतिको पावरफुल छ दाइ भनेर। गर्ल्स ए गर्ल्स अघिको तोप के भयो होला त ढलिसक्यो होला है त्यो तोप। होइन उठाइदिए बलले होइन उठाएको पनि ढलिसक्यो होला क्या। छैन ढले के भयो त पौला कुकुरले टोकेको छ है यसलाई त के भयो रेबिज लागिरहेको छ होला यसलाई त। त्यो तोप किन राखेको थाहा छ? तोप थुम्कियो नि त मुला। ओइ भ्लगमा मात्रै हाँसेको हो कि साँच्ची फनी थियो त्यो? हो साँच्ची तोप थुम्की हो। अनि भ्लगको लागि हाँस्दिएको भ्लगमै छ नि यो पनि फेरि। यो भनेको पनि फेरि कस्तो कुरा गरेको। के भनेको अरे भाइ? छिटो छिटो भन्न के भनेको? अब नेक्स्ट टाइमदेखि चाहिँ तोप थुम्केर हिँडेर चाहिँ आइदिने। राम्रो हिँडाइ मच्चियो होइन, खुट्टाको पनि राम्रो उयो भएको छ। अब्बर हिँड्नु पर्छ क्या। को यो बाँदर? ओइ छ नि हाम्रो जिउँदो र गछरी बल्लो यो सान हाम्रो यो जन्मदै जगतमा कैयौँ प्रहार आए झुकेन कहिले हाम्रो राष्ट्र। पाण्डेले बिगारेको तोप कस्तो भयो भन्यो? ए गुड। केटा यो तोप किन राखेको अरे यहाँ? भन्न छिटो भन्न। होला यार है साँच्ची। यहाँबाट युद्ध भएको थियो अरे अनि त्यही भएर। बुडुङ्गे हानेको अरे त्यो त्यहाँ त्यो दाग देख्दैछस् नि अर्को पाहाडमा त्यो तोपले गर्दै। कतापट्टि? उता पृथ्वीनारायण शाह भर्सेस गेङ्गिस खान। गेङ्गिस खान क्या उता चाइनाको। त्यस्तो थियो अरे होइन। अनि उता हेर्नु अर्को दाग झन् कस्तो पढेको होइन त्यतिकै थाहा भयो। ल पाण्डेले मेसिन गन चलाउँदैछ। ओइ उडाइदिए बोका। हामी चाहिँ यहाँ छौँ है फर्किँदै गर्दा। केटाहरू चाहिँ उहाँ पुगिसक्यो देखेको पनि छैन। हामी चाहिँ हाम्रो ट्रिपको अन्तिम चरणमा आइसक्यौँ। यो चाहिँ बनढाडे चोक। यहाँ को स्यालाक्क भएको को हिँड्नु नसकेको त हो? ए यता पो हो हिँड्नु नसकेको हो रोजी? बोलाइदिउँ गाडी। ट्याक्क भएर बाइक अर्डर गरेको छ है। ल ल गुड बाई गाइज, गुड बाई। ल बाई। युरिकालाई ट्याङ्कीमा हाल्न हुन्छ हौ। ल बाई बाई। ल